त्यो सस्तो प्राइसको भएर सस्तो प्राइसको भएर अनि त्यही माथि लोमा एकोमुलेट भइरहेको थियो नि त 200-400 किता किनेर राखेको थियो मान्छेहरूले त्यो दुइटामा एउटा आज राम्रो राम्रो मोमेन्टमा आएछ त्यसमा ल बेच्दिनु पर्छ एउटाको किता खोसेपछि त रिस उठ्ने रहेछ क्या सबै बेच्न मन लाग्ने रहेछ होइन त्यो तपाईँले राख्नुभयो होला खाइदियो नि अब तपाईँले होइन मैले त देखेँ हो दिँदा दिँदै मैले त जति दिएँ भन्ने सोचेँ त्योभन्दा बढी दिएछु कि कसरी राख्दाखेरि मिस्टेक भएको मैले दिइराखेँ मसँग चाहिँ नि मानम 20 किता छ भन्ने सोचेको थिएँ मैले तर मसँग 10 किता मात्रै रहेछ कि ए 10 किता पहिले बिर्सक्नु भएको छ होइन त पहिले बेचेको भन्दा पनि मसँग मैले सोचेको भन्दा कम रहेछ भनौँ न 10 किता त अस्ति प्रभातलाई दिए हो नि एमके सर हो त्यही हो सर भयो त तपाईँको त्यो दुईटा तेस्रोचोटि तपाईँले छोको भनेको थियो नि हजुर त्यसलाई क्रस गरेर गयो त हेर्नु त एकचोटि नेप्सेको त्यो उसमा खोलेर नेपाल स्टक एक्सचेन्जको उसमा खोलेर हेर्नु त गयो त्यसलाई क्रस गर्यो कि गर्यो राम्रै गर्यो 4-5 मिनटले 6 टाइम्समा चाहिँ त्यसलाई चाहिँ क्रस गरिदियो क्या त्यसलाई क्रस गर्ने बित्तिकै फाइनेन्समा पनि मुभ आउला जस्तो देखियो नि त फाइनेन्सले उचालेर चाहिँ क्या अलिकति ठ्याक्कै 2914 लगभग होइन त तपाईँले भनेको हो टुप्पोमा दुईचोटि राख्दाखेरि तपाईँको त्यो ठ्याक्क राख्दाखेरि 2914 मा राख्दाखेरि त्यसलाई क्रस गरेर गयो ल सुरुमा 11:05 रहेछ त्यो 1114 को रेन्ज छोको सुरुमै पुऱ्याहाल्यो नि त्यहीँबाट छ सुरुमा त अनि त्यसपछि 11:23 मा छोको रहेछ अनि लास्टमा तपाईँको अहिले 12:19 मा रहेछ क्रस गरेको त्यसलाई ग्रामीणको मसँग छ सर ग्रामीण लोकगीत ग्रामीण पनि बढेको छ